फाइनल्ली जापान आएको आज होइन 15 महिना पुरा भइसक्यो होइन। अनि मैले चाहिँ कुन्बिनीहरूबाट चाहिँ कफी किनेर खाएको थिएन कि, अनि आज चाहिँ होइन ट्याक्क लगाएर कफी किनेर खान लागेको कस्तो हुन्छ हेरौँ होइन। अनि नेपाल हुँदा चाहिँ मैले एउटा कुरा चाहिँ सुनेको थिएँ कि जस्तै यो प्लास्टिकहरूको बोतलमा चाहिँ तातो कुराहरू चाहिँ खान हुँदैन भनेर होइन। त्यो चाहिँ भ्रम रहेछ क्या। कहिलेकाहीँ चाहिँ हाम्रो त्यो जाडोको बेलामा चाहिँ मनतातो पानीहरू त हालेर खान्थ्यो कि गएको जाँदाखेरि होइन। अनि ओहो यसरी खान हुँदैन नि भन्थ्यो होइन जापानमा होइन। पुरै यो रबरको बोतल त भन्ने त्यस्तो छ है। हामी चाहिँ अझै कति पछाडि रहेछौँ भन्ने कुरा चाहिँ अब त्यहाँबाट पनि थाहा हुन्छ होइन। त्यस्तै छ साथीहरू। हस् त, धन्यवाद। तपाईँहरू पनि त्यो भ्रम हुनुबाट चाहिँ मुक्त हुनु होला है। केही हुँदैन। मैले प्लास्टिकको बोतलमै त तातो कफी खाएको है। यस्तै छ जापानमा चाहिँ स्टुडेन्ट लाइफ होइन। भर्खर कामबाट निस्केको अनि आज हल्का नोदोगा आइताइदेश होइन, घाँटी दुखिरहेको छ। त्यही भएर नि आज कफी खानुपर्छ भनेर चाहिँ किनेको है। त्यस्तै छ साथीहरू। ओके, तपाईँहरूको केही सल्लाह सुझाव छ भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। यस्तै त छ यार यो जापान। यो के हो यो जापान हो त यो भनेर चाहिँ नभन्नु होला है। यो चाहिँ यस्तै छ। इवाराकी केन हो। हस् त, धन्यवाद।